हाई गाइस, तपाईँहरूलाई स्वागत छ मेरो टिकटक मिनी भ्लगमा। धरानमा चाहिँ धेरै नै चिसो भएको कारणले गर्दा हामी चाहिँ फ्यामिली बसेर होइन, मेरो दिदीहरू पनि आउनु भएको थियो कि, दिदी र बहिनी विराटनगरदेखि। अनि कस्तो चिसो छ नि त है। अनि बेलुका यसो घर बाहिर जानुभन्दा घरमै रमाइलो गरौँ न त भनेर हामीले पुरा आगो सागो बालेर है, अनि सेकुवा खाऊँ भन्ने अचानक प्लान भयो कि हाम्रो। के खाने भन्दा लु सेकुवा खाऊँ न त भनेर सेकुवा बनाउनतिर लाग्यौँ है। अनि हतार बेलुकै गएर सब्जी ल्याएर अनि तोम्बा पनि, अब सेकुवा खाएपछि तोम्बा पनि खाऊँ न त भन्ने भयो कि। अनि तोम्बा लिएर आयौँ होइन, कसैले बियर कसैले तोम्बा, हामीले चाहिँ तोम्बा खायौँ। अनि यता यहाँ पुरा सेकुवा पोलिँदैछ, रन्जुले सेकुवा पोल्दैछ होइन। अनि यता बहिनीले चाहिँ पुरा बुल्डक बनाउँदै थियो कि, बुल्डक। अनि पुरा यो हामीको, मलाई चाहिँ फेरि त यो चाउचाउ चाहिँ दुईवटा फ्लेभरको थियो क्या। अनि मलाई चाहिँ त्यो चिजवाला मन पर्दैन नि त। अनि मैले चाहिँ स्पाइसीवाला खाऊँ न भनेर भनेँ। अनि त्यहाँपछि पुरा बहिनीले उसको रेसिपी हो कि नभए यो के हो, मलाई चाहिँ यस्तो खासै बनाउनु आउँदैन कि। अनि उसले कस्तो मजाले बनायो, कस्तो मिठो स्मेल आएर थियो कि यसबाट है। हामीले दिदीले त्यो सस ल्याइदिनु भएको थियो कि, कोरियन बुल्डक सस। अनि त्यही हालेर पुरा बनाएको थियौँ, कस्तो मिठो फ्लेभर आएको कि है। त्यो यो चाउचाउको त्यो बुल्डकको चाहिँ ससहरू हामीले हालेनौँ कि। अनि त्यो नहालिकन यो यत्तिकै मात्र हालेको त यस्तो मिठो भएको गाइस, तपाईँहरू पनि ट्राई गर्नु होला है। अनि म चाहिँ बहिनीले पुरा, दिदी बास्ना आन्टी, मलाई चाहिँ ऊ चाहिँ मेरो छोरी हो कि, दिदीको छोरी, मेरो पनि छोरी। अनि आन्टी यो बास्ना सुँग्नु न भनेर भन्दै थियो, स्मेल गर्नु न भनेर भन्दै थियो। यस्तो मिठो आएर थियो बास्ना है। अनि त्यो पछि अनि हामीले यसो चाउचाउहरू चटपटेहरू पनि बनाएको थियौँ। अनि हाम्रो अलमोस्ट रेडी भइसकेको थियो। यो अचार चाहिँ बिहानकै थियो है। अनि कसैले कोक, कसैले बियर, कसैले के, हामीले चाहिँ तोम्बा खाथ्यौँ। अनि मैले तोम्बा, अनि दिदीले थोरै चाह न त भनेर नाना उयो गरेको थियो कि, तोम्बा चाख्नु लगाएको कि, बिचरा उसले त स्वाटै तानो न के भयो, ऊ त उलुक गर्न थालेर है। अनि त्यहाँपछि उसलाई गाह्रो भयो कि, आँसो भएर बिचरा हामी त हाँसेर जिस्कायौँ पनि है। फर्स्ट टाइम खाएकोलाई गाह्रो भइहाल्छ नि है। अनि त्यहाँपछि चाहिँ हामी चाहिँ खाँदै अब खाँदा हामी अन्ताक्षरीतिर आइपुग्यौँ कि। अनि रमाइलो गर्दै अन्ताक्षरी खेल्दै नाच्दै है सबैजना। जे होस् चाडोमा तातो पनि भयो, रमाइलो पनि गऱ्यो। अब धेरै पछि भेटेको है दिदीहरूलाई, जस रमाइलो भयो। यसरी फेरि मनाउन पाऊँ जाडोमा। तपाईँहरू पनि रमाइलो गर्नु होला। यहाँ उसले चाहिँ म पनि छु है भन्दै पुरा भिडियो बनाउँदै थियो है। मलाई चाहिँ खासै गीतहरू आउँदैन, म चाहिँ यसो सपोर्टिभ मात्र हो होइन। अनि त्यही हो गाइस।